को हो यो बुद्ध ओ सेवारो खबर लाग्यो मनलाई अशान्त भएर शान्तिको खोजीमा चढेको स्याम्बोमा माधरै मात्रै छ यार ओइ मङ्की ल ओइ के खान्छस् लाप्पा खेल्दै जाउँ ओइ बाँदर लिखा भेटिस् कि ढाडी भेटिस् हौ त्यो चाहिँ उसको बुढालाई कि साथी साथी हो केटी रहेछ त्यो चाहिँ अर्को केटी नै केटी नै रहेछ ओइ बच्चा च्यापिराखेको किन्ने भएको ए दुइटै मनमा अशान्ति भएर शान्तिको खोजीमा आएको बाबा स्याम्बो कतिको शान्ति मिल्यो होला मनमा सधैँ शान्ति होस् पैसा होस् यता छुँदा पनि पैसा होस् उता छुँदा पनि पैसा होस् त्यही त हो नि अब के हो र हल्का रमाइलो दोजा कसरी बाक्लो जाउँ ओए तेरो त्यो सामान उठाउँदैछस् हरामी त्यो बुढाबुढी हो कि केटा र केटी आम्मा त्यसको नाक कसले भत्काइदिएको गर्छ र टेट फटा मासले फटु लगा मिठो छ भाइ मिठो छ दामी गरेर हान्दो रहेछ यार छोराछोरी छ कतिजना हौ छोराछोरी एउटा छोरा एउटा छोरी एउटा छोरी मात्रै त्यो जमानामा पनि जमानामा भगवानले त्यति लाग्दै त्यति छ यहाँ चाहिँ घर बनाउनु भएको छ यहाँ काठमाडौँमा चाहिँ घर बनाउनु भएको छ काठमाडौँमा घर छ भन्नुभयो हजुर छैन छोरीको घरमा बसेको के सुल्टिनी के छ तिम्रो मनमा कहाँ जाने दुखी आत्मा भयो म्यासला मार्छु होला मान्छेलाई के भेट्यो भने त काम किन हुन्छ कोसँग लवनीसँग ए अर्को अलिक सुँगुरको मासु त खतरा फ्राई छ त मकैको ढेँडो नै हो खरीको बाटो बस्दा खरी भइसकिसक्यो के गर्नुपर्ने तनाव भएता टक्लो एचएनजी ह्याङ भयो ल काठमाडौँ घुम्न आएको रे खोइ त नि चाहिँ म्यासले हामी भनेको ब्ल्याक डायमन्ड हो क्या ब्ल्याक डायमन्ड अनि यसो गरेपछि ब्लक गरेपछि यता हेर्नु ब्लग्समा आइन्छ भाइरल हुन्छ ब्ल्याक डायमन्ड हो नि त हामी त अनि राम्रो आउँदछ
त्यही त उताको ठुलो होला स्याम्पो ल उता स्याम्पो दामी कस्तो राम्रो मौसम खाउमा चाहिँ अब भिडियोमा त फेरि चम्किला आउँछ त ब्ल्याक डायमन्डहरू हामी भनेको ब्ल्याक डायमन्ड ऊ यहाँ थियो के यस्तो पनि हुन्छ राम्रो घुमाएको स्पट छ पानीले खत्रो पानी आयो नमस्ते भाषा भन्छ बाउन्न बाउन्डीमा आयो बाउन्डीसित रेड बुल एउटा ल्याइदिउँ रेड बुल एउटा ल्याइदिउँ कुकुर तेरो नाम के हो यता चाहिँ ल हे के खान्छस् ओइ कुकुर खै नमस्ते गर मायासा लानु त खानु पर्छ सुरुमा 5 रुपैयाँ बिस्कुटले बढी गरे हो एउटा क्याप लाएर हिँड्यो भाइ बुढै थियो त्यसलाई अहिले कीर्तिपुरमा क्रिकेटको क्रेज चाहिँ डरलाग्दो रहेछ क्या आम्मा कोही बिछाएर खेलेछ यतिको भने चाहिँ भविष्यमा केही गर्छ नेपालले भाइ म पनि खेल्छु ल खेल्न दिने आयो सस्तै सुना 31 सुना भन्नलाई 31 भन्नु सुना वाइट गुम्बा खुलेको छ अरे जानुपर्छ हेर्नु छैन हैन दुई तला मात्र भन्छ म हेर आउँछ त कहाँ कुन घर रहेछ दामी आफ्नो खुलेको अवस्था बतासे डाँडा आयो भनेर कोही त खुलेको आउँदा आउँदै भन्नुभयो मेडिटेसन जोन असोजले यो ढलाको बाढी आउँछ नि त्यो बाढी यता पर्छ कि घरमा चाहिँ पानी पर्छ थियो होइन बाढी लाएर फेरि पानी यता पठाइदियो अरू त्यो क्षति केही भयो अरू चाहिँ यो त्यो बेला त सबै डाँडै भएको थियो
है सानै भए त्यो घरलाई अलिअलि असर गर्यो त्यो माथि गरेर नि अब हो कस्तो पानी परेको कस्तो मजाले झरेको यो पानीको दृष्टि अलिकति